हाई गाइस, सेवारो सेवानी मेजर तपाईँहरू सबैलाई नमस्ते छ। मेरो ब्लगमा नेल देखाउँदैछु। नेल चाहिँ किन देखाएको भन्दाखेरि चाहिँ हेर्नु न, मैले बल्ल नेल लगाउनु पाएँ। किन भन्दाखेरि चाहिँ आज चाहिँ म जाँदैछु, कहाँ जाँदैछु हेर्नुहोस् ल। 1 2 3 मेरो कति हेर्नु। मैले चाहिँ यो ब्लू कलरको साडी लगाइरहेको छु। मेरो दिदीले गिफ्ट गर्नुभएको हो यो। अनि म चाहिँ बिहामा जानु आँटेको छु। यहाँ हाम्रो समाजको बिहा छ। अन्त अहिले चाहिँ यस्तो भइरहेको छ अवस्था। तर दुःखको कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ लाइटै छैन, लाइट एउटा छैन। सो त्यस्तो भइरहेको छ। अन्त अहिलेको लागि बाई। मेरो नेल्स, वाउ, आई गट माई वाइट नेल्स। पुरा मनपर्छ कि मलाई यो लङहरू कि। तर अहिले मैले पालेको छुइनँ नि त, नानी पेटमा आएको दिनको चाहिँ नपालेको। तर बिचमा चाहिँ कोही बेला पाल्थेँ। फेरि आज चाहिँ यो मात्रै दुइटै हातमा लगाउँ भनेको त हस्बेन्डले बेसी हुन्छ अरे। हि हेल्प मी यो लगाउनुमा चाहिँ। सो भाइ अहिले भेटौँ है त। कस्तो क्या दामी देख्यो न। Hi guys, so again we reached our venue है। यस्तो दामी डेकोरेसन गरेको थियो, यस्तो दामी डेकोरेसन गरेको थियो है। हेर्नुहोस् है, ब्राइडल है, ग्रुम कस्तो मजाको देखेको क्या। तर हामी चाहिँ अब अति नै अलिकति बिजी थियौँ, किन भन्दाखेरि अलिकति हामीलाई उता बस्ती घरतिर पनि जानुपर्ने थियो। सो द्याट त्यही लागि चाहिँ हामी फटाफटी गएर चाहिँ फटाफटी फर्किने नै कार्यक्रम गऱ्यौँ। सो त्यही लागि चाहिँ राम्ररी भ्लगहरू पनि गरिनँ। यति दामी डेकोरेसन हेर्नुहोस् न, कस्तो ब्युटिफुल गरेको थियो क्या। अब त्यही माथि मजाको घाम लागेको जग्गा बसेको रहेछ नि त त्यहाँ आन्टीहरूको घरमा। घर चाहिँ अब त्यो राम्रो जग्गामा रहेछ। अन्त त्यही लागि चाहिँ यहाँ चाहिँ अब फेरि आमाको पनि साथी हो, उसको यहाँ आन्टी मम्मी बेहुलाको। अन्त मेरो हस्बेन्डको पनि साथी हो बेहुला चाहिँ। त्यही लागि चाहिँ अब गएर चाहिँ अब हामीले फटाफटी अलिकति अब जे हाम्रो उयो थियो होइन नियम, अब अलिक खदाहरू लगाएर होइन उनीहरूलाई अब रेस्पेक्ट होइन प्रदान गर्नु। सो त्यही हामीले गर्दै थियौँ। अन्त त्यसपछि चाहिँ त्यो गरिसकेर चाहिँ अन्त हामी यहाँ अब ठिकै बहिनी र भाइलाई पनि भेट्यौँ, हाम्रो यहाँ गाउँको यशिका आराधको साथी। अन्त हामी सबैजना बसेर चाहिँ त्यहाँ स्न्याक्सहरू खायौँ है। अन्त स्न्याक्सहरू खाँदा त्यहाँबाट नानीहरूले पनि मजाले इन्जोय गर्यो। मजाको बनाएको थियो क्या साथी, कस्तो राम्रो गर्नुभएको थियो डेकोरेसनहरू। अन्त यहाँ ठिकै गाउँको दिदीहरू आन्टीहरू सबैलाई भेट्यौँ, दादाहरूलाई होइन। अन्त सबैजनासित बात माऱ्यौँ एकछिन होइन। अन्त फोटो खिचौँ भन्नुहुँदै थियो। अन्त एकछिन कोलाई भ्याएकोहरूसित चाहिँ हामी फोटो खिच्यौँ। अन्त नभ्याएकोहरूसित चाहिँ खिच्नु पाएन। अन्त त्यही हो साथी हो। अन्त फटाफटी हामी चाहिँ खाना खानुपट्टि लाग्यौँ। तर खाना खानुपट्टि त गयौँ। यहाँ बुफे कस्तो राम्रो, यो पनि हेर्नुहोस् न, पिङ्क र वाइटकै थियो कम्बिनेसन। तर खानाको चाहिँ मैले भिडियो बनाइनछु, किन भन्दाखेरि चाहिँ फोन सायद नानीले हेर्दै थियो होला। अन्त यहाँ ठिकै यहाँ चाहिँ आमाको चाहिँ दिदी, आमाहरूको चाहिँ उता बदमतामको दिदी होइन। अन्त ठिकै यहाँको चाहिँ जो बेहुलाको चाहिँ बडी पर्दो रहेछ। यता मेरो आमाको सासूको चाहिँ उता एउटै गाउँको भएर चाहिँ दिदी पर्दो रहेछ होइन। बडी हाम्रो पनि बडी पर्छ। अन्त उहाँ बडीले चाहिँ हेर्नु हुँदो रहेछ मेरो भिडियोहरू होइन। अन्त खुसी लाग्यो। अन्त आमालाई अन्त बडीले बस भन्नुहुँदै थियो होइन। तर हामीलाई चाहिँ अब जानुपर्ने थियो, त्यही लागि चाहिँ हामी फटाफटी निस्क्यौँ। अन्त के क्लिपिङ्सहरू छ त्यही हो साथी हो। आजको भ्लग कस्तो लाग्यो के लाग्यो भनिदिनुहोस् होला। अनि मन परिदियो भने चाहिँ डु लाइक शेयर सब्सक्राइब टु माई channel. Thank you. See you in my next video. Bye.